हेलो गाइस, यस्तै म कमल पोखरी जाँदैछु। म चाहिँ यहाँ कमल पोखरी आइसकेको छु। यहाँ चाहिँ धेरै हरियाली भएको छ। मान्छेहरू सबैजना घुम्न आउँछन् यहाँ। अनि चाहिँ यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू कति घुमिरहेका छन्। अनि म पनि त्यसै गरी घुमिरहेको छु। यहाँ पुरै हरियाली रुखहरू छ। यसमा पिङहरू पनि खेल्न सकिन्छ। म हजुरहरूलाई पिङ खेलेको पनि देखाउन गइरहेको छु। वाउ, यहाँ चाहिँ धेरै राम्रो रमाइलो ठाउँ रहेको छ। अनि कति राम्रो भएको छ। अहिले हेर्न सक्नुहुन्छ मान्छेहरू पनि फोटो खिच्न आउँछन्, भिडियो बनाउन आउँछन्। म चाहिँ यहाँ उता गएको छु। म चाहिँ यहाँ मम्मीको साथीहरूसँग खाना खाँदैछु। म यहाँ लेग पिस खान्छु। अब चाहिँ मैले लेग पिस खाएर एउटा भ्याए पनि सकेको छु। यहाँ चाहिँ एउटा लेग पिस मम्मीले दिनुभएको छ। म चाहिँ खाएको छु। देख्न सक्नुहुन्छ मैले खाँदै जान्छु। यो भ्याइन ल्याउन जान्छ। मैले यहाँ खाएको कति मिठो छ, पिरो पनि छ। यहाँ चाहिँ बाख्राहरू चराउन पनि ल्याउँदै हुनुहुन्छ। वाउ, कति धेरै बाख्राहरू देख्न सक्नुहुन्छ गाइज। कति धेरै बाख्रा छन्। अनि बाख्राहरू एउटा आउँदैछन्। वाउ, कति मिठो लेग पिस। न्यू भिडियो साथीहरू, आज चाहिँ म कमल पोखरी आएको छु। अनि ड्राई पिकिङ खान हो कि भिडियो बनाउन। अनि खेल्न पनि छ, पिङ पनि खेलेको देखाउँछु। अनि उता चाहिँ मेरो उयस हुनुहुन्छ, त्यसैले देखाउँ है हजुरले। एकछिनमा मोबाइल छोड्नु पर्यो। हजुरहरूलाई हुनुहुन्छ मम्मी हुनुहुन्छ, आन्टी। अब चाहिँ हामी उता बात गर्ने कुरा गरौँ भनेको। धेरै टाइम लाग्छ उता चाहिँ। त्यो रुममा आइसकेको छु। यता बनामै यो चाहिँ मेरो फोनले म नि 1 सेकेन्ड गएर उता गइआएँ। अनि हजुरहरूसँग भेट्छु है। बाई बाई। साथीहरू, म त उता जङ्गलमा गएको। त्यहाँ त उसहरू थियो नि। म हजुरलाई देखाउन सक्छु, तर धेरै टाढा छ। भर्खरै आएको, हजुरलाई थाहा होइन। म मोबाइल उता ड्राई पिकनिक खानु हुन्छ। अब हेरौँ के खानु हो। हामी पनि हेर्न जाऊँ। यो लग्थ्यो छोराहरू तन्दुरी भएको हामीलाई त्यो हम टोइलेट छैन कि अनि लोटामा बोकेर गएको त्यो टोइलेट नदेखेको
त्यो टोयलेटलाई त्यो के अरे ढुङ्गा बोकेर के चोरी चोरी बोकेको अनि त्यो छुट्याइदिएपछि थारोमा राखिदिए अनि सेहान थारो पानी आएर बगाएर भने राति राति त्यो सिगोरु अब आफ्नै बस्न नखान लगाउन पऱ्यो होइन राति राति सिगोरु त कति गऱ्यो कति गऱ्यो त्यसमा छोडो होइन गाउँ होइन उता गएर नि कुलामा चिजबल खाँदै हिँड्दै म त्यही म अस्ति घरि जङ्गल आएको छु देख्न सक्नुहुन्छ अझै चिजबल हिँड्दा त अब के गर्नु अनि साथीहरू म एकैको हजुरलाई थङ्गम्बल हान्छु हजुरले एन्सरले चिन्नुहुन्छ कि चिन्नुहुन्छ भने कमेन्टमा भन्नु होला चिन्नुहुन्न भने कमेन्टमा अरू चाहिँ भन्नु होला इमोजी जस्तो जानु पर्यो आमाले पूजा गरेर दिएको छ उसलाई त हो कि ल धोका दियो भने चाहिँ आमाले भोलि बिहान साथीहरू म चाहिँ यहाँ पिङ खेलिरहेको छु म चाहिँ यहाँ चढ्न नसकेर चढ्न कोसिस गर्दैछु अब हेर्नुहोस् म कसरी चढ्छु म खसिरहेको छु देख्न सक्नुहुन्छ म चाहिँ यहाँ पिङ खेलेछु कसैले धक्का नदिइकन म आफैले धक्का दिएको अनि यहाँ चाहिँ मलाई धक्का दिन आउनुहुन्छ देख्न सक्नुहुन्छ कमेन्टमा भन्नु होला कसले हो मलाई धक्का दिएको अब चाहिँ म घर फर्किँदैछु मेरो भिडियो कसैलाई लाइक सब्सक्राइब गरिदिनु होला बाई बाई